यहाँ मेरो बुढाले पूजा गर्दै होइसिन्छ यो चाहिँ नहाले नि हुन्छ तर मैले बनाएको पूजाको सामग्री मिलाउँदै होइसिन्छ अनि यो हाम्रो स्टोर रुम दाउरा साउरा सामान छ यसमा यहाँ यता यो हाम्रो नानुहरू देविका नानु दिपिका नानु सानोमा यस्तो भइसिन्थ्यो यहाँ हाम्रो यहाँ फोटोहरू छ बुढो त्यहाँ पूजा गर्न गइसकेछ आज यहाँ पूजा गर्नुपर्छ त्यही भएर ढुङ्गा खाने हाम्रो फार्म हाउसमा यसरी कागती फलेछ हामी आज यता रोसी आइरहेछौँ यो हाम्रो बारी हो अनि यहाँ बोडी फलिरहेछ यो यसमा चाहिँ मटर कोसा लगाइदिएछ मम्मीले यहाँ चाहिँ आलु हेर्न सक्नुहुन्छ यस्तो छ त्यहाँ पहिरो गएको हो त्यो म चाहिँ यहाँ बोडी टिप्दैछु बोडी टिप्छु मलाई तरकारी खानलाई हुन्छ अनि त्यही भएर यसरी बोडी टिपिरहेको छु फलिरहेको थियो ओ माई गड कमिलाले टोक्यो पूजा गर्ने मान्छे फार्म हाउसको हाकिम सबैलाई राउन्ड जाऊ तेरा त लागेछ सक्छौ टिप्न तलको थाना यतापट्टि छ उता माथि भेट्दिनु अलि वरा हो त्यहाँनिर यो हाम्रो फार्म हाउस यो यसमा हाल झऱ्यो के बाबा यहाँ बस्यो भने त फ्रेस तरकारी खान पाइन्छ हरियो तरकारीहरू के कागतीको बोट पनि छ हाम्रो टन्न फलेछ कति फलेको कागती नि अलि पाके भए त लानुहुन्थ्यो ल अब हामी फार्म हाउसबाट बोरा बोक्ने मान्छे र हामी जाँदैछौँ त्यो अब माथिको पनि घर हो अहिले ढुङ्गा पुरानो घर अब यो खोलाले बाढीले यस्तो बनाएको छ अब हामी जाँदैछौँ रोसी खोलाबाट फर्केर पनौतीतिर मेरो बुढो अगाडि हिँड्दै गइसिन्छ यता हेर्छ न ल के भन्नु छ बुढीलाई यसो गाउँ देखाउनु ल्याएको कस्तो लाग्यो राम्रो लाग्यो अब हामी फर्किँदैछौँ हामी रोसीबाट पनौतीतिर फर्किँदैछ हाम्रो फार्म हाउस छुट्यो हाम्रो माथि खोला उठ्दै हामी फर्किँदैछौँ रोसी गाउँ यही है